सबैलाई नमस्कार, स्वागत छ मेरो सानो भिडियोमा। म अहिले छु यो भोजपुर र उदयपुर जोड्ने यो रानीटार स्थित यो पुलमा। यता पारी चाहिँ उदयपुर हो र उता चाहिँ भोजपुर हो। यहाँ चाहिँ एउटा गाडी पक्की पुल, गाडी आवत जावत गर्नका लागि पक्की पुलको एकदमै आवश्यकता रहेछ। तर बन्न चाहिँ बनिरहेको रहेछ। हेर्न देख्न सक्नुहुन्छ यता पनि पुल बन्ने काम भइरहेको छ, यता मेसिनहरू पुरै हैन। अनि त्यसै गरेर टेम्पोररीको लागि अहिलेको लागि चाहिँ मान्छेलाई जसरी पनि जानु पर्यो, माथिबाट झर्छ मान्छे, यहाँबाट गाडी कसरी तार्छ त हैन। भोजपुरबाट त उदयपुर जानु पर्यो, अनि उदयपुरबाट भोजपुर जानु पर्यो। त्यो आवत जावत गर्न के गर्छ त भनेर यहाँ मैले देखाउँदैछु। एउटा फेरी भन्ने हुँदो रहेछ, तपाईहरुले त देख्न सक्नुहुन्छ अगाडि। त्यो फेरीको सहायताले गर्दाखेरि गाडीहरू तार्दो रहेछ। यता पारियो गाडी उता, यता वारियो गाडी पारी, अनि पारियो गाडी वारी सार्ने काम भइरहेको छ। के कस्तो हुन्छ, कसरी तार्दो रहेछ त भनेर म तपाईहरुलाई प्रत्यक्ष रूपमा देखाउँदैछु। यो भिडियो अन्तिमसम्म हेरिदिनु होला, धन्यवाद। त्यसै गरेर त ठुलो गाडी चाहिँ आयो, उताबाट आयो, त्यो अब फेरीमा राख्छ। फेरी भनेको चाहिँ के रहेछ भन्नुहुन्छ भने त्यो मट्टितेलहरू एकदम पेट्रोल डिजेलहरू पाउने एउटा प्लास्टिकको ड्रमहरूलाई चाहिँ बाँधेर ओछ्याएको छ, माथिबाट काठहरू बाँधेको छ है। त्यो चाहिँ फेरी हो। त्यसमा चाहिँ अब गाडी लगाएर चाहिँ गाडी यसरी तार्ने काम हुन्छ। ल हेर्नुहोस्, त्यो गाडी अब जमिन छोडेर खोलातिर लाग्दैछ, मतलब नदीतिर लाग्दैछ। ल हेर्नुहोस्, तपाईहरुको जानकारीको लागि भनौँ, त्यो फेरी बनाउँदा लगभग 7 लाख रुपियाँ बराबरको चाहिँ सकिएको रहेछ। फेरी बनाउन लाग्ने खर्च चाहिँ 7 लाख लागेको रहेछ। र यो सानो गाडी तार्नलाई 2500, एकपटक तारेको वारदेखि पारी अथवा पारदेखि वारी पुराको चाहिँ 2500 रुपियाँ लाग्ने रहेछ, नेपाली 2500 रुपियाँ लाग्ने रहेछ। र यो बसलाई चाहिँ लाग्ने रहेनछ, किनभने यो बसको मालिक, यो बसको कम्पनीहरूले चाहिँ यो फेरी बनाएको हुनाले उनीहरूलाई चाहिँ लाग्ने भएन। मालिकै आफै भएपछि आफ्नै गाडी हो हैन। यो बसकै मालिकहरूले बनाएको अरे यो फेरी। गाडी एकदम स्लो मोसनमा तारिराख्नु भएको छ। लगभग गाडी तार्न लगभग आधी घन्टा जति चाहिँ लाग्ने रहेछ है। देख्न सक्नुहुन्छ तपाईहरु, भान्जाका पैसा पनि निकै जम्मा भएका रहेछन्। ल ओहो, ल एउटा त्यहाँ डोरी हुँदो रहेछ। त्यो डोरीको सहायताले पुरा तान्दै मान्छेहरूले गाडी तान्दै हुनुहुन्छ है। हेर्नुहोस्, केपी शर्मा ओलीले भन्नुहुन्छ नि, नेपालीले चान्स पाए कि गर्छ। ल हेर्नुहोस् त, यत्रो दुधकसी ठुलो पानी भएको यो कोसीमा कति सहजै 5 जना व्यक्तिहरूले त्यति ठुलो बसभित्र त्यति धेरै भारीका सामानहरू तार्दै हुन्छ। ल हेर्नुहोस् त, चान्स पाएको नेपालीले गर्छ। ल हेर्नुहोस् त, आमामामामामामा। ल हेर्नुहोस्, होइन के हेर्नुहुँदैछ बुवा? ए तारेको पो हेर्नु भएको रहेछ। तारेको फेरि हेरेको, गाडी तारेको नि बुवाले हेर्नु भएछ बुढेसकालमा। नजिकबाट हेर्नु भनेर आएको। यहाँ साह्रै रमाइलो भइरहेको छ होइन। यो हाम्रै गाडी हो, हाम्रै धरानी टरी विराटनगर रानीटार बालाङखा हुँदै इउँसम्म अरे भनेपछि हेर्नु त, हामी जन्मेको ठाउँदेखि आएको गाडी यो। अहिले बस्दै गरेको ठाउँ उदयपुर आमबासीतिर जाने। ल हेर्नुहोस्, त्यस्तो मजाले ऊ हाम्रो ड्राइभर गुरुजी, यता साहु गुरुजी सबै उहाँ नै हुनुहुन्छ। ऊ ल हेर्नुहोस् त, यसरी अब वारी पारीदेखि वारी तर्दैछ गाडी। बाफ रे बाफ रे बाफ। चान्स पाएको नेपालीले गर्छ भनेको यो। ल हेर्नुहोस् त, रोक 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 रोक।